नमस्कार सज्जन वृन्द, म अधिवक्ता तेजवीर सिंह बस्नेत हुँ र मैले आज हजुरहरु समक्ष निवेदन गर्न खोजेको कुरो के हो भनेदेखि जुन यो 2081 साल चैत्र 15 गते जुन तीनकुनेको घटना छ काठमाडौँ स्थित, त्यसमा चाहिँ नि अब राज्य विरुद्ध संगठित अपराध गर्यो भन्ने अभियोगमा यो राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र लगायत कतिपय व्यक्तिहरूलाई चाहिँ नि समातेर चाहिँ नि यी आस्थाका बन्दीहरूलाई चाहिँ नि थुनेर कानुनी कारबाही चाहिँ नि अगाडि बढाइएको छ र यसमा चाहिँ नि अब सुनि जाने अनुसार 25 वर्षसम्म कैद गर्न मिल्ने किसिमले मतलब पुलिसले दाबी दिएको भन्ने कुराहरू चाहिँ नि जानकारी प्राप्त गरेको छु सञ्चार माध्यमहरूको आधारमा। यो पनि कानुनी दृष्टिकोणले मिलेको जस्तो मलाई चाहिँ नि लाग्दैन, किनभनेदेखि एउटा प्रजातान्त्रिक मुलुकमा आफूलाई आस्था भएको कुरामा, पोलिटिकल विचारधारामा आस्था जनाएर सभा जुलुस गरेर कामकाज गरेको आधारमा चाहिँ नि यस किसिमको चाहिँ नि काम कारबाही चैत्र 15 2081 सालको दिनमा जुन अब नरसंहार पनि भयो, मान्छे पनि मरे, राज्यबाट ज्यादती पनि भयो। तर यस्तो किसिमको अब रविन्द्र मिश्र लगायत अन्य आस्थाबन्दीहरूलाई गर्नु सरकारको चाहिँ नि यो चाहिँ नि दमन कार्य, सरकार चाहिँ नि एउटा तानाशाही तर्फ चाहिँ नि अलिकति ढल्केको हुँदैन र यस्तो किसिमको चाहिँ नि व्यवहार प्रजातान्त्रिकमा हुनु, प्रजातान्त्रिक सिस्टममा चाहिँ हुनु, यसलाई चाहिँ शोभनीय मानिँदैन। त्यसले गर्दाखेरि म आफू एउटा अधिवक्ता भएको नाताले म सम्बन्धित निकायलाई अब सरकारलाई भन्नु पर्यो, रविन्द्र मिश्र लगायत यी सबै चाहिँ आस्थाका बन्दीहरूलाई चाहिँ नि बिना शर्त चाहिँ नि रिहा चाहिँ नि गर्नुपर्दछ, कारबाही गर्नु हुँदैन। उनीहरूप्रति गरिएको चाहिँ नि यसको चाहिँ नि म आफू चाहिँ नि निन्दा गर्दछु। धन्यवाद।